नमस्कार, म चाहिँ ममता राई। यो चाहिँ हाम्रो राइनी निवासबाट म चाहिँ आज 3 घरेतर्फ गइरहेको छु। 3 घरे चाहिँ किन गइरहेको छु भने मेरो आत्मीय साथी, एकदम मिल्ने साथीको 2 जनै साथीको मम्मीहरू बित्नु भएको छ। अनि उहाँहरूको आज 1 हप्ता अगाडि चाहिँ सुनिता लामाको चाहिँ भएको थियो। अनि 13 दिन पुण्यतिथि अथवा घेवा, अनि त्यहाँ पनि म गएर आएको थिएँ। त्यो भिडियो पनि हजुरहरूलाई देखाउन चाहे। अनि आज चाहिँ अस्मिता चञ्चली लामाको मम्मीको चाहिँ 13 दिन पुण्यतिथि अथवा घेवामा म गइरहेको छु। अनि त्यहाँ चाहिँ तामाङहरूको धर्म संस्कृति अनुसार कस्तो के गतिविधि हुन्छ हजुरहरूलाई देखाउने छु। र म चाहिँ अब 3 घरेतर्फ लागेँ। मेरो भिडियो मन हेरिदिनु होला। भिडियो हेरेर कमेन्ट सेक्सनमा गएर कमेन्ट सेक्सनमा आरआइपी आमा भनेर लेखिदिनु होला। हजुरहरूको एउटा कमेन्ट र एउटा लाइकले उहाँहरूको स्वर्गमा बास हुन्छ भन्ने मलाई आशा छ। यति भन्दै म 3 घरेतर्फ लागेँ। बाई बाई, फेरि भेटौँला। लिखा होला नि हेर त्यहाँ छेउतिर आएर खुट्टै काट्यो होला। काट्यो नि। यो चाहिँ हाम्रो राइनी निवास। अनि राइनी निवासमा चाहिँ यस्तो जुनार पाकेको छ। फेरि यस्तो राम्रो पाकेको छ कि यता नि देखाउनु भन्ने चाहिँ यो दुगन्ती ग्यास हो भने चाहिँ यो दुःखको चाहिँ पोखरी यो त्यो भित्र आमा थियो कि त्यो भित्र। अनि अब यो ग्यासो ग्यासोले डाल्थ्यो भनेको के भनेदेखि डाल्थ्यो भनेको त्यो पोखरी अब जम्मै के अरे त्यो पोखरी सिकेर गयो। पोखरी सिकेर गइसक्यो। अब आमासँग म मेरो भन्ने छैन। अब आमासँग म मेरो भन्ने छैन। अब उहाँलाई के भनेदेखि के मात्रै छ भनेदेखि अब जन्मेर म मर्नै पर्ने छ, फेरि मर्नै पर्दो रहेछ। अब म कसरी फर्कलामा म कसरी पुग्छ भन्ने मात्रै सम्झाउँछ अरे भगवान् बुद्धले उहाँलाई। त्यही कारणले हामीले आमाको देन बन्छ नि। देन भनेको हुने कृपा हो। आमाको कृपा भन्छ यो संस्कृति गरेर चाहिँ कृपा भन्छ। देन भनेको त्यो छेबाट भनेको यो आमाको यो देन साङ्सी गर्नु त धेरै गाह्रो छ। तर गाह्रो पनि छ, सजिलो पनि छ। अब तपाईँ हाम्रो सन्तानै देख्नुभयो। मान्छेले हामीलाई पशु प्राणी तुल्याइराख्यो, कानुनले बन्दुकले गर्दाखेरि तपाईँ हामीलाई चाहिँ पशु तुल्याइराख्यो। हामी नत्र यस्तो नहुने थियो। हामी एउटा उत्तम ठुलो जात हो, ठुलो धर्ममा जन्मेको मान्छे हो है। यो अब बन्दुक र कलमले गर्दाखेरि पशु तुल्याइराख्यो हामीलाई।
त्यसैले हामी चाहिँ झन्झन तल गयो। अहिले लामाले भन्दाखेरि कानमा के अरे कानले नसुन्ने मनमा नलाग्ने अर्थ चाहिँ हो। फेरि उहाँले भएर होइन नबुझेर गयो, नबुझेर। त्यही कारणले हामीले चाहिँ के भन्छ ग्यासोले डल्दै अब त्यो पोखरीबाट आमा चाहिँ उत्रिनु भयो। अब मेरो छोरा भन्ने पनि छैन, म छैन, मेरो शरीर छैन, मेरो पनि छैन, छोरा छैन, छोरी छैन, घर छैन, दम छैन, परिवार छैन, कोही छैन। अब अनि म र मेरो भन्ने चाहिँ उहाँले बिर्सिनु भयो। म र मेरो भन्ने चाहिँ के भने यो पुत्कल आत्मा भन्छ। यो पुत्कल आत्मा छन्जेल। पुत्कल आत्मा भनेको के भने यो पञ्चतत्त्वको हामीसँग शरीर छन्जेल पुत्कल आत्मा भन्छ यसलाई है। अब यो जम्मै यहाँ बन्नुभएको छ है। यो पुत्कल आत्मा कहाँ पुगेको छ भने यतापट्टि पूजातिर त धेरैको छैन। धेरैले यो पूजा गर्नै पर्छ, म यस्तो हुनुपर्छ भन्ने धेरैसँग छैन। यो न एक दुईजनासँग होला कि कहाँ छ? मेरो पसलमा बिक्री गर्नुपर्ने, म जागिरमा जानुपर्ने है। मेरो घरमा यस्तो काम थियो, म यस्तो ठाउँमा जानुपर्ने थियो, मेरो पैसा लिनुपर्ने थियो, मैले तिर्नुपर्ने थियो है। अब यो खेल्ने मान्छेहरू खेल्ने ठाउँमा जानु पाए हुन्थ्यो, जान गर्ने मान्छे भट्टीमा जानु पाए हुन्थ्यो भन्ने मनमा छ कि पुत्कल आत्मा हो। मान्छे त यहाँ छ नि, यो आत्मा चाहिँ त्यसरी घुमेर बस्छ अरे कि, त्यसरी घुमेर बस्छ पुत्कल आत्मा। अब आमाको के भयो भने अब अनु आत्मा, अब पुत्कल आत्मा आमासँग छैन। अब तपाईँ हामीले आमालाई भेट्दैन, छैन। तपाईँसँग पैसा छ, सबै थोक पाउँछ, भोलि तपाईँ 24 घन्टा जम्मै किन्नु पाउँछ, बाउ पाउँछ, दाजुभाइ पाउँछ, दिदीबहिनी पाउँछ, त्यो घर सम्पत्ति जम्मै पाउँछ नै, आमा पाउनुहुन्न तपाईँ। त्यही कारणले यो अन्तिम कर्म हो। मन पवित्र मन गरेर के अरे सजिलो पनि छ, गाह्रो छ भन्ने यो पैसाले हुँदैन, यो बलले हुँदैन। पवित्र मन छ भने आमाको चाहिँ तपाईँ खतिसिङमा जन्माउनुहुन्छ, उहाँले आमालाई आशीर्वाद प्राप्त गर्छ। त्यही कारणले ऊ एउटा स्यालपिनी आयो भने कति बेर माने गएर बसेर टोइलेट जान्छ। यहाँ अरू कोही आदमी रोक्छ यहाँ? यो देउता हो कि के हो? मान्छे मरेको हो कि दे हो कि के हो? हाम्रो सन्तानमा यस्तो के यहाँ मात्रै होइन, संसारमै यस्तो छ। हामी नबुझेको कारणले यस्तो भयो, बुझेको भए त नहुन्थ्यो। त्यही कारणले ओ माने प्रेम हुँ भन्नु भन्दाखेरि कहिले पनि नबिर्सिने। यसले के भने यो 6वटा अक्षर छ है। यो 6वटा अक्षर यो छलोकको चाहिँ बार हो। यो छलोकमा जाने बाटोले बार गर्ने हो। नर्कलोक, प्रेतलोक, पशुलोक, मनुष्य, असुर, देवलोक। यो 6वटाको चाहिँ छलोकमा जाने, नराम्रो ठाउँमा जानेको बार हो। अब यो छेदिनको बाहिरपट्टि हो भने हो राखेको कारण के यो छलोकमा नपरोस् भनेर चाहिँ त्यो मानेर राखेको हो। ओमाने पनि जब गर भन्दाखेरि हामी यहाँ गर्दैन हाम्रो सन्तान। हामी यहाँ मात्रै होइन, संसारमा पनि यस्तो छ। संसारमै हाम्रो सारा सन्तान यस्तो छ। किनभने नबुझेको कारणले बुझिसकेपछि हुँदैन। बुझ्नु पऱ्यो। अब आज एउटा बोल्यो पछि एउटा एकैचोटि 10 त गन्दैन नि, 1 2 3बाटै 10मा पुग्छ। त्यही कारणले हामीले बिस्तार हाम्रो जप गर्नु चाहिँ छोड्नु भएन। अब किनभने नर्कलोकको कुरो गर्नुहुने भनेर साध्य नै छैन, सीमा नै छैन। प्रेतलोकको कुरो गर्ने, पशुलोकको कुरो गरे पनि मनुष्य लोकमा त यस्तो कोहीको झड गरेछ, कोही जुझाएछ, कोही मारिरहेछ, कोही यो कस्तो पिरमा परेको छ। आमा ढुङ्गली ग्याछो भनेको एकदम दुःखको समुद्रमा भित्र परेको छ अरे आमालाई। कस्तो समुद्र भने मेरो घर छ, बारी छ, खेत छ, धन छ, सम्पत्ति छ, सोना चाँदी छ, घर छ, मेरो छोरा छ, छोरी छ, मेरो इष्टमित्र छ, भनेर यो चाहिँ किनभने यो एकदम पिरको चाहिँ एकदम समुद्रले ढुङ्गल जिज्ञाछो भन्ने चाहिँ समुद्र हो। ढुङ्गल भन्ने चाहिँ एकदम पिर ठुलो पिर हो। आमाले
तपाईँले एउटा लिनुहोस् सबैलाई बाँडिदिनु एउटा एउटा बाँडिदिनु
Thank you.